सेवा नि शरम लाग्यो नि त Hello everyone and welcome to my new video. Hoping you are all doing great. आज चाहिँ म बिहानै खुसी हुँदै माथिबाट सब्जी लिएर आउँदै छु। यहाँ चाहिँ सब्जी नपाएर कस्तो बिजोग भइराथ्यो नि त अनि माथि बस्तीबाट झार्नु भएको रहेछ यहाँनेरि बिक्री गर्नु। अनि हाम्रो कान्छीलाई चाहिँ चुल बाटिदिएर मात्रै हुँदैन रे रिबन पनि पो लगाइदिनु रे हो महारानी साहिबालाई अनि रिबन लगाइदिँदै छु। म चाहिँ उ भन्दा अग्लो ठाउँमा उभिएर पनि कस्तो होचो देखिरहेको छु। हाँस उठ्दो नै भयो। अनि हतार हतार आएर हामी चाहिँ काँक्रा खान आँटेको धन्न यहाँ चाहिँ सब्जी नपाएर बिजोग भएर थियो। हिजो पनि हामी निन्थोपामा गएर फ्रीमा त्यतिकै घुरेको थियौँ नि त अनि आज चाहिँ काँक्रा बोडी सबै पायो। दुईवटा काँक्रा अनि बोडी लिएर आयो। यहाँ चाहिँ तिखुलेनमा चाहिँ किन्छु भन्दा पनि पाउनै छोडेको छ सब्जीहरू अहिले त्यही भएर सब्जीहरू भेट्दा त खुसी लाग्दो रहेछ। त्यो पनि फर्स्ट टाइम काँक्रा खाएको यो सालको मिठो रहेछ नि कस्तो मिठो गर्मी भयो। अनि अहिले चाहिँ यहाँ कोमाले हाम्रो अङ्कलहरूकोदेखि हाँस लानुहुने अरे नि त अनि अङ्कलहरू चाहिँ घरमा हुनुहुन्न त्यही भएर मेरो जिम्मा छ त्यही भएर म चाहिँ कोमाहरूलाई हाँस दिइपठाउनु भनेर जाँदै गरेको। कोमा हाँसिदिनु न ब्युटिफुल कोमा हुनुहुन्छ। ओ बिमला तैँले हेर्दैछस् भने हे तेरो मामा यहाँनिर मसँग हिँड्नुहुन्छ ए छ झोला पनि छ आजको बसेर लेख्नु गएको भन्दै भन्नु अनि त्यहाँदेखि सेवा नै भनिदिनु न कोमा सेवा नि सेवा नि ल हाँस चाहिँ यसरी हामीले भित्रै थुनेर राखेको थियौँ नि त फटाफट हाँसहरू पनि पक्रिसकिहाल्यौँ बच्चाहरू पनि सबै लानुहुने रहेछ नि त। अनि घरमा आइपुग्दा चाहिँ मम्मीले सेनापति जाउँ भन्नुभयो। मलाई चाहिँ कस्तो अल्छी लागिरहेको थियो अनि तर पनि मम्मीले जाउँ भन्नुभयो अनि अब रेडी हुँदै गरेको। म चाहिँ यस्तो गर्मीमा चुल छोडौँ भने पनि पुरा गर्मी हुने अनि पोनीटेल गरौँ भने पनि पुरा टाउको दुख्छ नि त मेरो चाहिँ साह्रो चुलहरू यसरी पोनीटेल टाइप बानो भने चाहिँ तर पनि अब छोड्नुभन्दा त पोनीटेलै गरिदिन्छु भनेर बानेर टक्क रेडी पनि भएँ। अनि अब हामी चाहिँ गएको यहाँनिर मुन्ना भाइ चाहिँ जुनै भिडियोमा पनि हुन्छ मेरो मुन्ना भाइ हाई गरिदेऊ यत्रो दिन अब चिनिसक्यो सबैले भन्दैन। अनि मम्मी के मम्मी अनुहार देखाउनु न नदेखाउने मम्मी हाई अनि म ए नमस्ते भनिदिनु न नमस्ते सेवारो ए सबैजनालाई सेनापति जाने अङ्कल अङ्कल हाई भनिदिनु न हाई भनिदिनु हाई ए गाडी नै भेट्दा है फुल रहेछ नि त। अब यो तिखुलेन पहिल्यै त पुरा गाडी पर्खिँदा पर्खिँदा कस्तो वाक्कै लाग्थ्यो अहिले झन् यस्तो बनको बेलामा त कहाँबाट गाडी भेट्नु। गर्मीले पुरा साह्रो परिसक्यो हामीले चाहिँ गाडी पर्खेको अहिलेदेखि होइन भेटेकै छैन हौ यस्तो घाममा पुरा पर्खिँदा पर्खिँदा ऊ पर एउटा आयो त्यही पनि रोक्छ कि रोक्दैन दुई तिनवटा भइसक्यो रोक्दैन हौ सबै फुल भएर आउँछ हौ मरे म त। अनि 1 घन्टै जति पर्खेर बल्ल बल्ल एउटा गाडी भेटेर चाहिँ हामी हिँड्यौँ अनि अगाडि चाहिँ मुन्नामाई बसिरहेछ। अनि यस्तो गर्मीमा बजार पुगेर आइसक्रिम नखाने त कुरै भएन डाइरेक्ट आइसक्रिम पाउने ठाउँमा गएर हामी चाहिँ आइसक्रिम खान थाल्यौँ। अनि मान्छेहरू पछि थियो तर शरम लागिरहेको थियो तर पनि जबरजस्ती क्लिक गरिदिएको नि भिडियो। त्यसपछि किन्यौँ हामीले हाम्रो डोनको लागि छाता अनि म चाहिँ दोकानभित्र पनि क्यामेरा अन गरेर थालेँ भिडियो रेकर्ड गर्नु। मम्मी र मुन्ना भाइ चाहिँ यहाँनिर पुरा गम्बुट हेर्नु हुँदैछ। म चाहिँ अनि यहाँ पिसफुली बसिरहेको थिएँ अनि मम्मीहरू चाहिँ पछि बार्गेन गर्नु हुँदै थियो। मम्मीसँग बजार आएपछि बार्गेन नगर्ने त कुरै भएन। अनि हामी चाहिँ खाजा खान थाल्यौँ। हेर्दा चाहिँ डेन्जरस भए पनि मिठो मिठै थिएछ हौ। अनि सबै कामहरू सकाएर हामी चाहिँ गाडी नभेटेर पुरा अबर परिरहेको थियौँ नि त अनि अनिल दादा आउनुभएछ ट्याक्कै छोडिदिन्छु ड्रप गरिदिन्छु भन्नुभयो र हामी चाहिँ खुसी हुँदै गाडीभित्र पुरा भिडियो बनाउँदै थिएँ मैले चाहिँ। अनि यो को एकजना भाइ पनि थियो निन्थोपामको। हामी चाहिँ बल्ल बल्ल घर आइपुग्यौँ कसको गाडीमा चढ्यो त मान्छेको अनुहार पनि देखाउनु पाएन मेरो फेभरेट दादा हो। हामी गाडीमा आएको चाहिँ तर देखाउनु पाइएन उसको सर पनि हुनुहुन्छ नि त त्यही भएर शरम लाग्यो नि त भिडियो बनाउनु भन्दै त गाडी नभेटेर कस्तो बिजोग भइरहेको थियो। दादालाई थ्याङ्क यू सो मच। अब त गलेर हत्तु अब त यहाँदेखि उता त भिडियो क्लिक गर्न सक्दिनँ होला
त्यही भएर आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ See you on next video and take care. Bye. भन्ने छ अरे नि त